माई गॉड यो देख्न सक्नुहुन्छ तपाईहरुले आकाशमा के भइरहेछ अहिले सो गाइज आज चाहिँ म गर्नेछु जंगल भिजिट यस गाइज आज चाहिँ हामी गर्नेछौँ जंगल भिजिट सो तपाईहरुलाई पनि म जंगलको भिजिट गराउने छु सो म चाहिँ अहिले बाहिर रोडमा छु हैन अब चाहिँ म जान्छु नर्सरीमा जान्छु टक्क हैन त्यहाँ के पाउँछ मैले हैन टक्क अब त्यहाँको सिनहरु मैले देखाउने छु तपाईहरुलाई म धेरै दिन भइसक्यो त्यहाँ भित्र नगएको हैन कस्तो सिचुएसन भइसकेको छ सो अनि यहाँ बाहिरको चाहिँ भ्यू यस्तो छ हैन गाइज सो तपाईहरुले देख्न सक्नुहुन्छ यता चाहिँ रोड छ हैन दामी रोड छ यो चाहिँ हाम्रो यता गर्सिङे जाने रोड हो यो अगाडि गएपछि चाहिँ अर्को मेन रोड पाउँछ अनि त्यहाँदेखि चाहिँ हामी गर्सिङे जान सकिन्छ सो यो चाहिँ यताको नर्सरी भयो हैन यो चाहिँ यता हाम्रो गाउँमा जाने रोड भयो म चाहिँ यहाँ छु हैन यो बोर्ड चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ सालको बोर्ड हो कति दामी छ अनि यो बोर्ड पनि खतरा देखिरहेको छ सो हाम्रो भिलेजको नर्सरीको भ्यू हेरौँ है त आज हामी हैन जंगल भिजिट गराउँदै छु तपाईहरुलाई आज म सो जाम गाइस अहिले चाहिँ फिलहाल म साइकलमा आएको थिएँ हैन साइकललाई चाहिँ हामीले हल्का बाहिर चाबी लाएर राखिदिन्छु मैले चाहिँ अनि भित्र जान्छु म भ्यू देखाउँछु तपाईहरुलाई भित्रको भ्यू कस्तो छ सो लेट्स गो ढिलो नगरिकन अब हामी हेर्नेछौँ भित्रको भ्यू गाइस लेट्स गो आई एम एक्साइटेड भ्यू हेर्नको लागि गाइस आई एम भेरी एक्साइटेड मलाई चाहिँ एकदमै दामी लाग्छ कि यहाँको भित्रको जंगलको भ्यूहरु हेर्न एकदम दामी छ हैन अनि हाम्रो यो बाँस पनि कडा भएको रहेछ नर्सरीको चाहिँ आज राति चाहिँ पानी आएको थियो नि त अनि बाटोमा पानी पनि जम्मा भयो ल सो फाइनली हामीले चाहिँ साइकललाई यहीँ राखिदिनु पर्ने हुन्छ बाहिर अनि त्यसपछि चाहिँ हामी जानुपर्ने हुन्छ फटाफट ढिलो नगरिकन भित्र यहाँदेखि चाहिँ हामी भित्र जान्छौँ साइकललाई चाहिँ हामीले टक्क यहाँ राखिदिन्छौँ साइकललाई चाहिँ मैले हैन चाबी लगाइदिएर यहाँनिर राखिसकेको छु अब चाहिँ म जानेछु भित्र यहाँ चाहिँ कुसुमको हाँगाहरू काटेर छाडिदिनु भएको रहेछ कसले हो खै कुसुमहरू चाहिँ यसमा छैन रहेछ खानु भइसकेछ मान्छेहरूले ल एउटा दाना छैन दाना त छ बट सुक्या रहेछ सो कुसुम यो देखिरहेको चाहिँ कुसुम हो यो चाहिँ एकदमै दामी फल भनौँ न एकदम दामी हुन्छ खानामा चाहिँ अमिलो दामी चट्टो दामी हुन्छ गाइस यो खाना चाहिँ यो पाउनु भयो भने खानु होला तपाईहरुले पनि दामी हुन्छ यसमा एक दाना रहेछ म तपाईहरुलाई खाएर देखाउँछु है त यो चाहिँ यस्तो टाइपको हुन्छ खानुमा चाहिँ एकदम मिठो हुन्छ है यो चाहिँ दामी हुन्छ अझै अर्को पनि भेट मलाई यो चाहिँ अस्ति मैले बनाएको लट्ठी हो गाइज यो चाहिँ हैन यहाँ खस्या रहेछ यो चाहिँ मैले अस्ति यो कुसुम झार्नको लागि बनाएको थिएँ कि यो लट्ठी चाहिँ अनि यही झर्या रहेछ ओ माई गॉड कमिलाल टोकिदिन्छ त हो यो चाहिँ हाम्रो फिल्ड हो फुटबल खेल्ने सो यहाँ चाहिँ हामी फुटबलहरू खेल्छौँ यताउति इन्जोय गर्छौँ है यो चाहिँ हाम्रो नर्सरी भनौँ न हैन दामी छ नर्सरी हो हाम्रो यो अनि यहाँ चाहिँ हामीले फुटबलहरू खेल्छौँ यहाँ पनि पानी जम्मा भएको रहेछ यो चाहिँ हाम्रो गोलपोस्ट है गोलपोस्ट भनिन्छ यसलाई त्यो आँप यसो छ कि भनेर आएको आँप मैले यहाँदेखि हेर्दा चाहिँ एउटा दाना पनि देखेन है त्यो आँपमा चाहिँ देख्न सक्नुहुन्छ नि तपाईहरुले यो चाहिँ आँपको बोटो हो हैन यसमा चाहिँ आँपै हैन रहेछ क्या सो अब चाहिँ हामी उतातिर जान सक्दैनौँ किनकि यस्तो धेरै घाँस छ तपाईहरुले देख्न सक्नुभयो होला देख्न सक्नुहुन्छ है यहाँको घाँसले गर्दा चाहिँ मान्छे राम्रोसँग हिँड्न पाउँदैन क्या यो चाहिँ सिसौ हो कि के को बुट्टाहरू हो हैन कस्तो खतरा देख्छ क्या यो बुट्टाहरू चाहिँ यो बुट्टा चाहिँ गाइस तपाईहरुले पत्ताउनुहुन्न होला हैन यत्रो हाइटी देख्छ अहिले भन्दा 3-4 वर्ष पहिला चाहिँ हामीले नै लगाएको हो कि यो बुट चाहिँ हामी यो बुटहरू लगाउँदा चाहिँ हामी नि आएको थियो हामीले लगाएको है यो बुट चाहिँ अहिले चाहिँ यत्रो ठुल्ठुलो भयो क्या यस्तै छ यहाँको भ्यू चाहिँ सो मैले तपाईहरुलाई उता गएर त देखाउने थिएँ हैन मैले यस्तो सर हेरेको यो घाँसले अब मजा हाफ पाइट लागेको छ
होइन। अनि उता जाँदा चाहिँ पुरै खुट्टामा काटेछ क्या घाँसले, अनि त्यही भएर अहिले नजाउँ होला जस्तो लाग्यो मलाई। सो यस्तै नै हो भ्यू, यहाँको भ्यू चाहिँ यस्तो दामी छ होइन। आएर घुम्न सक्नुहुन्छ तपाईँहरू पनि, हाम्रो गाउँमा आएर इन्जोय गर्न सक्नुहुन्छ है। दामी छ एकदमै। ओ माई गड, यो देख्न सक्नुहुन्छ तपाईँहरूले आकाशमा के भइरहेछ अहिले। सूर्यको वरिपरि हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो गोलो। ओ माई गड, ओ माई गड, ओ माई गड, ओ माई गड, खतरा गाइस। के हो यो? मैले चाहिँ यसलाई फर्स्ट टाइम देखिरहेको छु। मैले आई डोन्ट नो, मलाई थाहा छैन होइन यो के हो। मैले घामको कारणले माथितिर हेर्न पनि सकेको छैन, क्यामेरामा कस्तो देख्यो आई डोन्ट नो। दामी छ एकदमै, जङ्गल चाहिँ दामी फ्रेस छ होइन। म एक्लै आएर घुम्छु भनेपछि त अब हाम्रो सानो बच्चाहरू भाइहरू पनि आएर एक्लै घुमिदिन्छन् क्या। यस्तो फ्रिडम छ कि यो जङ्गल चाहिँ, मतलब जङ्गल होइन यो नर्सरी हो। जङ्गल जस्तै छ छन चाहिँ, ठुलै छ होइन। डर पनि लाग्दो छ यता भित्र चाहिँ, डर लाग्दो पनि छ होइन। डेन्जर जनावर पनि हुनसक्छ। एक्लै त अब बच्चाहरू चाहिँ नआउँदा पनि हुन्छ, रिस्क हुन्छ। ठुलो मान्छे पनि एक्लै हिँड्दा चाहिँ अब जङ्गल हो, रिस्क हुन्छ होइन। सो एक दुईवटा साथीहरू अनि आफ्नो सेफ्टीको लागि अब लट्ठीहरू भयो भने धेरै राम्रो हुन्छ नि त। सो त्यही हो, सेफ्टीको साथ आउनु होला आए पनि भन्छु म चाहिँ। ओके, हामी भेट हुनेछौँ अर्को नेक्स्ट भिडियोमा गाइज। यस्तो जङ्गलको भिडियो हेर्न चाहनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला च्यानललाई। सो हामी चाहिँ योभन्दा डेन्जर जङ्गलमा उता पनि हामी जान्छौँ, हामी घाराहरू काट्न जान्छौँ होइन। त्यतिखेर चाहिँ हामीले उताको जङ्गल सफारी गराउनेछौँ तपाईँहरूलाई गाइज। ओके, मिल्नेछौँ हामी नेक्स्ट भिडियोमा। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।